यता चाहिँ हामीले खाना खाइसक्यौँ हो अन्त यहाँ चाहिँ अब नानीले उयो खाने अरे फ्रुट खाने अरे इजुलाको म्याङ्गो खाने अरे हो ट्याक्कै मैले काटिसकेको छु अब नानी छिटो आऊ यो क्यामेरा पक्र त यसरी टान टाडा कस्तो लाग्यो मन पर्यो वाउ के हो यो म्याङ्गो लु खाएर देखाइदिनु त जेलाई चढाइ होइन यतापट्टि बसेर खाऊ न यतापट्टि पुरा उयो अँधेरो भयो कालो भयो अब मेरो छोरीले म्याङ्गो खाँदैछ तर लाइटै भएन लाइट गएछ नि कस्तो लाग्यो गुलियो रहेछ कस्तो रहेछ गुलियो छैन हेट भनेपछि गुलियो छ भन्दै थियो त दोकानेले त बेच्नेले त के भन्छ है खाएको छैन हौ मैले आम्मा त्यस्तो हेर्नु पर्दैन त साँच्चै गुलियो छैन नानी गुलियो छैन भन्दैछ कि यो गुलियो छ त अन्त त्यस्तो गुलियो चाहिँ होइन कि तर अम्ल्याम्लो पनि रहेछ अहिले पाक्ने बेला होइन नि त नानी कुनै बात दबाईले पकाएको कि खानु चाहिँ खाँदैछ जानिहालिस् है होला यो प्याक गर्ने दोकानमा बाफ्रे अमिलो पनि रहेछ हौ खाइसक्यौँ त्यहाँदेखि चाहिँ म्याङ्गो खाएको हो आज चाहिँ बुढो आउनु भएन किनभने बुढो पर्खिनु परेको भए चाहिँ टाइम हुन्थ्यो त्यस्तो लाग्थ्यो हो अन्त बुढो नआउने अरे ड्युटी लाग्यो अरे हो त्यही कारण चाहिँ हामीले खाना खाएर चाहिँ यसलाई म्याङ्गो दिएको यो चाहिँ काँचोपट्टि रहेछ कि अमिलो रहेछ उसको चाहिँ गुलियो खालको छ कि एकपट्टि कस्तो खालको एउटै आँपमा चाहिँ एकपट्टि अमिलो एकपट्टि गुलियो थियो हो यस्तो रहेछ नि त यहाँ हेर्नु गुलियो खाने मान्छेको चाहिँ अनुहार अझै यो दाना नि खान्छु भनेर राखिरहेछ त छ मान्छे